नरेन्द्र मोदीको शैलीमा उत्रिँदैछन् क्या तपाईँले कसरी हेर्नुहुन्छ यसलाई? कसको 12 बन्ला, कालो धनको के होला स्थिति, नेताको के होला, माफियाको के होला सबैको बच्चन पहिला भएका जति प्रधानमन्त्री भए तिनले कालो धन थुपारेका छन्। जो मन्त्री भए, संसद भए, वडा सदस्यदेखि लिएर इभन राष्ट्रपतिसँग कोही पनि चोखो छैन। वडा सदस्यसम्मको कालो सदस्यबाट गरे आज 36,000 कर्मचारीले तलबी चाहिने कर्मचारी भएर 36,000 चाहिँ जनप्रतिनिधिहरूले कर्मचारी भएर तलब खाइरहेको अवस्था छ। त्यसैले के भन्दाखेरि कर्मचारी बन्नु पर्यो, होइन भने के भन्दा राजनीति गर्ने जनप्रतिनिधि तलब खानु हुँदैन। 36,000 भनौँ कर्मचारीले जुन तलब खाएका छन् भनौँ जनप्रतिनिधि, त्यो चाहिँ खारेज हुनुपर्छ। यो राजनीति चाहिँ व्यापार होइन, यो चाहिँ एउटा पेसा होइन, यो चाहिँ सेवा हो भन्ने खालको मूल मन्त्रका साथ अगाडि बढ्नुपर्छ। र यो चाहिँ 1000 र 500 को नोट तुरन्तै भनौँ नोट बन्दी गर्नुपर्छ। नरेन्द्र मोदीको शैलीमा ब्यालेन्स